हेलो हेलो नमस्कार यहाँलाई स्वागत छ काट भइसक्यो आजको लागि यति नै। हेलो हेलो नमस्कार यहाँलाई स्वागत छ फेरि पनि म भाग्य तिन पानेको युट्युब च्यानलमा। तिन पाने अरे यता हाम्रो सरले तिन पाने भन्दै हुन्छ झ्याप्प ल उता फेरि ब्याट्स है। अब आजको हाम्रो दिन सुरु भयो। शिकारहरू खोजिखान जानुपर्छ होइन हजुर। ल हेरौँ त ह्यान्डसम त लिमिटेड क्रस छ। लिमिटेड क्रस मूल्याङ्कन नभएको मात्रै हो है। लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु भन्नु नि त नि। तपाईँ त ठुलो मान्छे म भन्दा ल हेर नबोल्नु होला चाहिने झ्याप्प लाएर गतिविधिहरू प्रस्तुत गर्ने कोसिस गर्नेछौँ। एसीमा पड्के है ड्याडी। ड्याडी के भन्नुपर्छ अरे? ल अङ्ग्रेजी दियो केटाले। अहिले चाहिँ हामी सब्जी लिन जानु आँटेको। दाल बसी पाकिरहेको छ है। हाम्रो किचन हेर्दै गर्नु होला। हामी सब्जी किन्न जाँदैछौँ। अहिले चाहिँ सब्जी लिन गइँदैछ। आजको मौसम यस्तो छ यार पारेर पानी परिरहेको छ। हेर्दै गर्नु होला। हेर्न सक्नुहुन्छ आजको मौसम झ्याप्प पारेर यस्तो छ। डेढ अगाडि म पछि होटलहरू कोकोनटहरू फलफुल लैजाउँ न। यस्तो छ फलफुल। ल यस्तो छ। भइगयो चारवटा। हेर्दै गर्नु होला। पोर 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 सब्जीहरू लिएर आइँदैछ झ्याप्प पारेर। ड्याडीले सब्जी बोकिहाल्छ। रुख बहुत दामी छ रे। यहाँनिर कन्स्ट्रक्सन चल्दै रहेछ रुमको अगाडि। यो चाहिँ घरको लागि होला। घरको कन्स्ट्रक्सन हुँदै रहेछ है।
चट्ट यस्तो परेको छ जङ्गल है। यो भने हाम्रो निवास, हाम्रो होटल त्यहीँ अगाडि पर्छ, एक स्टेप पेरुको फेदमा। यो हो भने हाम्रो निवास। हाम्रो निवासमा आइपुग्यो। निवास आइपुग्यो। सौदा विशेष सौदा यो चोचे काँक्रो पनि बस्छ यता मन्दिर स्टेसनको पैसा यो मेमोरीको लागि सारा सपनीमा बारम्बार यो डोले हाल्ने चलन छ हाम्रो गाउँतिर, त्यही पो हो हामी पनि ढिँडोको लागि। ल नाचौँ न। ढिँडो उम्ल्यो। गाली नगरे है सुटिङ चाहिँ। बडी बिल्डरले ढिँडो मसाउँदैछ। अहिले त ढिँडो जस्तो देखिएको छैन, कतिखेर रूप बदल्छ। कट ल है, ढिँडोको बारेमा बनेको कुनै गीत छैन नि? छैन। है गाइस, नेपाली खाना मलेसियामा। है म बोल्दैछु। बडी सो गयो, ढिँडो मसाइँदैछ। यो आँटाको ढिँडो खानु साह्रो रहेछ। फेरि चुल्हा खतरा छ। आगो पनि छ राप्देको ठाउँ। मा ढिँडो बनेरै छोड्यो होइन त हजुर। ल खाउँ दाल एकछिन।
नेपाली कम्तीमा बस्ने ढिँडो है भन्नुहोस् हजुर ल कान्छा राई पनि आज ढिँडोमा अलिक बढाउनु छ क्या अहिले त बडी बिल्डर है साथीहरू आजको लागि यति नै फेरि अर्को मौका मिल्यो खण्डमा अर्को भिडियो भेट्ने भाषा गर्दै है त।